जीविस सभापति पनि दार्चुलामा भइसकेको, 3 पटक त सांसद हुनुभयो, मन्त्री पनि हुनुभयो 5-6 महिना। त्यो नेताको जिल्लामा आज जनतालाई सुविधा दिनका लागि हर्क साम्पाङहरू पुल हाल्न वा महाकालीको तुइन विस्थापन गर्ने प्रयत्नमा पुग्नुपर्ने अवस्था आइलाग्यो। तपाईहरु कानुन छ प्रश्न उठ्छ, स्वाभाविक प्रश्न उठ्छ नि यो त। ठीक छ। अब म तपाईलाई यो तपाईको राष्ट्रिय यो टिभी च्यानलबाटै भन्न चाहन्छु, सबैले सुन्ने गरेर। झोलुङ्गे पुल निर्माण दार्चुला जिल्ला मलाई लाग्छ कुनै तपाईले मिडियाले अथवा कुनै सर्वे टोली पठायो भने नेपालकै सबभन्दा बढी पुल निर्माण भएको जिल्ला दार्चुला। अनि 54 देखि 59 सम्म 5 वर्षमा मैले आफ्नै पहलमा हेलिबेटास भन्ने संस्थासँग कोअर्डिनेट गरेर जिल्ला सभापति हुँदै 72 पुल त मैले आफ्नो कार्यकालमा हाले। 72 मैले किताब बोकेको छु यस्तै किसिमको। म 78-79 मा म संघीय मामला मन्त्री हुँदाखेरि हजुर तपाईको दार्चुला जिल्लामा मात्रै पुलको स्वीकृति क्यामेराले गर्छ गर्दैन, यहाँ चाहिँ हेर्नुस् यो हजुर कति 38 वटा पुलहरू दार्चुलाका पालिकामा मैले नै पठाएको छु। योजनामा हाल्नु भएको छ, योजनामा हाल्नु कार्यान्वयन भएको छ। यसमा बनिसक्यो कि योजना मात्र? म्याक्सिमम बनिसक्यो, 2-4 कोही टेक्निकली फल्ट भयो होला, कोही के भयो होला, यो सबै बनिसक्यो। 38 यहाँ छ। अनि डोलीडार मार्फत तपाईको हजुर यो हेर्नुस्, डोलीडार मार्फत 18 वटा पुलहरू यो डोलीडार मार्फत, यो हाम्रो पूर्वाधार विकास मार्फत यो पुलहरू नै हो नि। क्यामेराले गर्न सक्छ भने गर्दा हुन्छ। हजुर भनेपछि 38 वटा 56 वटा पुल त एउटै वर्ष आर्थिक वर्षमा पालिका स्थानीय तहहरूमा पनि पठाएको र केन्द्रबाट गरेको स्थिति। र अहिलेसम्म मलाई लाग्छ ब्यास त सबभन्दा कम खोला भएको हो, त्यही पनि 22 वटा पुलहरू बनेका छन्। अरू थुप्रै पालिकामा त 30 देखि 40 वटा पुल बनेका छन्। हामी 300 भन्दा बढी पुल झोलुङ्गे पुल दार्चुलामा निर्माण भएको छन्। ठीक छ। अब यहाँ तर यहाँ चर्चा अहिले जो दुम्लिङको छ नि ब्यास 2 को, जहाँ हर्क साम्पाङ पुग्दिनु पर्यो। अब मैले तपाईको त्यो योजनाले भ्याएन कि पुगेन कि? मैले यसो छ, मैले के भन्नु, म हर्क साम्पाङ मान्यजी प्रति एकदम सम्मान गर्छु। उहाँको श्रमप्रतिको आसक्ति, उहाँको सादगीपनको म प्रशंसक पनि हुँ। उहाँ एउटा यो देशको एउटा नेतृत्व हो, भोलिको दिनमा उहाँबाट देशले आशा पनि राखेका छन्। म उहाँको एकदम प्रशंसक हुँ, आलोचक होइन। मैले उहाँलाई नै कमजोर पार्दैछन् भन्ने, म चुनाव जितेको लगत्तै मैले यहाँ सुने त्यहाँ तुइन उन्मूलन गर्न हाम्रो मान्यजी आउने भन्ने कुरा सुनेपछि यो त अब उहाँहरूलाई कमजोर पार्छन्। किनभने तुइन उन्मूलन नेपाल भारतको सीमामा मात्रै छ, अरू ठाउँमा छैन। अहिले जसले जति भन्ने पनि झुटो कुरा हामीले गर्नु हुँदैन। अहिले निर्माण भइरहेको ठाउँमा तुइन छैन। यो एकदम 1, 2, 3 म त्यहाँको सांसद हो। अहिले जहाँ उहाँले बनाइरहनु भएको छ त्यहाँ तुइन छैन, त्यहाँ चाहिँ काठे पुल हो। त्यो काठे पुलको सट्टा उनले पुल बनाइरहेछन्। तर फेरि पनि त्यसको नजिकै तपाईको दुम्लिङमै पुल छ। यो तपाईले यो आउँछ कि आउँदैन कहाँबाट हेर्नु, यो पुल यो ओके, यो 100 मिटरको आसपासमा पुल छ झोलुङ्गे पुल। क्यामेराले देख्न देखिरहेछ हैन? यो पुल दुनियाँले देखोस्। हजुर यो पुलको दुम्लिङकै 100 मिटर आसपासमा, त्यही आसपासमा उनले बनाइरहेको 100 मिटर आसपासमा त्यही खोलाको पुल हो।